कुनै समयमा तीनजना गरिब सिपाहीहरू मागी मागी खाँदै आफ्ना आफ्ना घरतर्फ जान भनी सँगै हिँड्न थाले। लडाईँ समाप्त भएपछि उनीहरूको नोकरी सकिएको थियो। केही काम नभई तीनजना सिपाहीहरूलाई आफ्नो पेटको समस्या हल गर्न मुस्किल परेको थियो। भाग्यको भरोसा लिनु बाहेक उनीहरूलाई अरू कुनै बाटो नै थिएन। आफ्नो कष्टमय जीवन व्यतीत गर्दा गर्दै उनीहरू एक दिन साँझको समयमा एउटा घनघोर जङ्गलमा पुगे। तीनजनाले दिनभरि केही खाएका थिएनन्। पेटमा अति भोक लागेको हुँदा जङ्गलको बाटामा अगाडि बढ्न समेत केही सामर्थ्य नभई एउटा रुखको फेदमा बास बस्ने उनीहरूले निश्चय गरे। जङ्गली जन्तुहरूको भय हुँदा उनीहरूले आफ्नो प्राण रक्षा गर्न पालै पालो एक एकजना नसुती बस्ने निर्णय गरे। दुईजना साथीहरू सुते। एकजना साथी दन आगो बाली एउटा रुखमुनि बसिरह्यो। केही समयपछि अन्धकार जङ्गलको बीचमा रातो लुगा लगाएको एउटा पुड्को मानिस सरासर अगाडि बढ्दै त्यहाँ को छ भन्दै आयो। अनि त्यो कुरा सुनेर सिपाहीले जवाफ दियो, अरू को हुन्थ्यो, एउटा गरिब सिपाही हुँ, आऊ यहाँ, तिमीलाई केही हुँदैन, आगो ताप्न आऊ। त्यो पुड्के मानिसले प्रश्न गर्यो, तिम्रो हालखबर के छ? सिपाहीले जवाफ दियो, हाल त शोचनीय छ, हामीहरूले लगाएका एक एक जोर लुगा बाहेक संसारमा आफ्नो भन्ने अरू केही छैन। त्यस प्रश्नको जवाब सुनेर रातो लुगा लागेको पुड्केले भन्यो, ल त यो पछ्यौरा तिमीलाई नै भयो। यो पछ्यौरा लगाई तिमीले मनमा जे चाहना गर्छौ त्यही कुरा तुरुन्त प्राप्त हुनेछ। त्यति कुरा भनी त्यो पुड्के मानिस अलप भयो। अर्को सिपाहीको पालो आयो। फेरि त्यही पुड्के मानिस आई। त्यस्तै भनेर त्यो पालो बसेको सिपाहीलाई एउटा थैलो दियो र भन्यो, तिमीले यस थैलोबाट जति दाम झिके पनि कहिल्यै खाली हात पर्दैन। तेस्रो सिपाहीको पालो बस्ने समय आयो। त्यस बेलामा त्यो पुड्के मानिसले त्यो तेस्रो सिपाहीलाई बजाउने सिङ दियो र भन्यो, यो सिङ एकपटक बजाएमा एकपल्ट नै निस्किनेछ। फेरि मानिसहरूको दुःख दर्द बिर्साई सबलाई नचाइदिनेछ। जब बिहान भयो तिनैजना सिपाहीहरू उठी रातमा भएको अपूर्व घटना सम्झी सपना हो कि विपना हो जस्तो भ्रममा परी आफूहरूलाई अचानक प्राप्त भएको गजबको शक्ति भएका चिजहरू हेरी कहिल्यै नछुट्टिने र सधैँ सँगै बसेर ती प्राप्त भएका शक्तिको फाइदा तिनैजनाले एकलौटी गरेर उपभोग गर्ने भनी कुरा पक्का गरे। त्यति गरिसकेर तिनैजना साथीहरूले मनमा अति हर्षित भए। जस्तो मन लाग्यो त्यही गरेर केही दिन बिताए। अति रमाइलो पूर्वक दिन बिताएर पनि कायल भए। अनि तिनैजना साथीहरूमध्ये एक साथीले भन्यो, अब यसै रहेर भएन, एउटा राम्रो घर निर्माण गर्नु पर्यो। एकजना नोकरले पानीको गिलास ल्याउने जस्तो सजिलो तरिकाले एउटा महल निर्माण गराए। त्यही मन्त्र भएको पछ्यौराको प्रभावले त्यो महलका लागि आवश्यक सरसामानले पूर्ण थियो। 4वटा घोडाले तान्ने बग्गी र 4वटा घोडा पनि तयार भए। ती तीनजना साथीहरूले त्यो नयाँ प्राप्त महलमा बसी केही दिन सुख चैनपूर्वक बिताए। तर महलमा मात्र बसिरहन उनीहरूलाई इच्छा भएन। आखिर ढुली दिन व्यतीत गरेका सिपाहीहरूले खाना पाए। उनीहरूले एउटा नयाँ उपाय सोचे। आफूहरूसँग भएको एउटा बग्गी बाहिर ल्याएर बहुमूल्य लुगा गहना समेत लगाई एउटा नजिकको देशको राजा कहाँ भेट्न उनीहरू गए। उनीहरू केही उच्च दर्जाका राजकुमारहरू होलान् भनी मनमा सोचेर उनीहरूलाई धुमधामसँग सत्कार गरेर राजाले आफ्नो दरबारभित्र ल्याए। एक दिन राजकुमारीले आफ्नो दरबारको बगैँचामा ती तीन साथीहरूमध्ये रुपियाँको थैली बोकेको सिपाही डुलिरहँदा उसँग त्यो के वस्तु हो भनी प्रश्न गरिन्। त्यो सिपाही आफ्नो मनको कुरा छिपाइ राख्न नसक्ने व्यक्ति भएको हुँदा उसले राजकुमारीलाई थैलीको सबै रहस्य बताइदियो। त्यो सिपाहीले बताए पनि नबताए पनि केही फरक थिएन, कारण ती राजकुमारी मन्त्रविद्याकी ज्ञाता थिइन्। अत तिनले त्यो मन्त्रको बलले ती तीनैजना साथीहरूसँग भएको तीनवटै गोप्य कुरो पहिले थाहा पाएकी थिइन्। त्यसैले ती राजकुमारीले त्यो थैली लिन त्यही थैली जस्तै एउटा अर्को थैली बुनिन्। त्यो सिपाहीलाई तिनले खुब मान मर्यादामा राखी पाहुना सत्कार पनि गरिन्। रक्सीमा निद्रा लाग्ने औषधि मिसावट भएकाले त्यो सिपाही त्यसै औषधिको प्रभावमा परि अति निद्रामा परे। त्यसै ताकामा नक्कली थैली उसको शरीरमा राखी सक्कली थैली चाल नपाउने गरी राजकुमारी आफूले लिइन्। भोलिपल्ट तीनैजना साथीहरू आफ्नो दरबारमै फर्के। दरबारमा पुगी थैलीबाट दाम झिकौँ भनेर थैली हेर्दा
एक पैसा पनि निस्केन। यो नक्कली थैली हो भन्ने थाहा पाई त्यो थैलीवालाले आफूलाई राजकुमारीले छलेको ठानी आफ्नो टाउको ठटायो। प्रथम सिपाहीले उसलाई सम्झाइ भन्यो, भइगयो, तिमी यसमा केही धन्दा नलिऊ। मैले तिम्रो हराएको थैली राजकुमारीबाट खोसेर ल्याइदिनेछु। अनि उसले पछौरालाई हरायो। मलाई राजकुमारीको कोठामा लगिदेऊ। आँखा चिम्लनै पाएको थिएन, त्यो चाहिँ राजकुमारीको खोपीमा पुगिसकेको थियो। त्यहाँ पुगे हेर्दा राजकुमारीले त्यो सक्कली थैलीबाट धमाधम पैसा झारिरहेकी थिइन्। थैलीबाट पैसा धमाधम निस्की पैसाको रासै बन्यो। त्यो दृश्य पछौरावाला सिपाहीले देख्यो। त्यसैतर्फ फर्की आफूले त्यो थैली नखोसी केही बेर त्यो सिपाही टोलाएर हेरिरह्यो। राजकुमारीले फर्केर हेर्दा त्यो सिपाही अचानक आफ्नो खोपीमा देखेर चिच्चाइ चिच्चाइ कराइन्, चोर आयो, चोर आयो, गुहार गुहार। त्यो सिपाही आफ्नो पछौराको शक्तिले 100 कोस टाढासम्म उम्केर भाग्न सक्ने भए पनि त्यति बेला आफ्नो अक्कल उसले गर्न पाएन। झन् उल्टो झ्यालबाट उफ्री भाग्यो। झ्यालबाट उफ्रेर आउँदा आफ्नो मन्त्र भएको पछौरा झ्यालमा हाल्छे। राजकुमारीले त्यो दृश्य देखि मुसु मुसु हाँसेर त्यो मन्त्रवाला पछौरा पनि पाइयो भनी खुब खुसी भएर लिनु। बिचरा सिपाही आफ्नो पछौरा समेत हराई नुन खाएको कुकुरो जस्तो भएर दरबारमा फर्क्यो। उसले आफ्ना साथीलाई दरबारमा भएको वृत्तान्त सुनायो। तेस्रो सिपाहीले भन्यो, धन्दा लिनु पर्दैन, मसँग भएको शक्ति त छँदैछ, मैले काम सोझाउने नै छु। यति कुरा आफ्ना दुवै साथीलाई आश्वासनको रूपमा सुनाई राजकुमारीको दरबारमा त्यो सिपाही पुग्यो। अनि उसले मन्त्रसहितको सिङ बजाउँदा त त्यहाँ हजारौं सिपाहीहरू आफ्ना आफ्ना तरबार ढाल हातमा समाती प्रकट भए। तर यिनीहरूले राजाको दरबारमा घाँटी भित्र जानु अगाडि राजालाई यो खबर गरे कि ती दुई सिपाहीहरूका थैली तथा पछौरा फिर्ता दिएमा राजामाथि हमला गरिने छैन। राजासँग अचानकको यो हमलालाई सामना गर्ने केही शक्ति थिएन। अत राजाले आफ्नी छोरीलाई ती उल्लेखित वस्तुहरू फिर्ता गरी पठाऊ भनी आग्रह गरे। त्यसो भए तापनि छोरी चाहिँको ती अमूल्य वस्तुहरू फिर्ता गर्ने मन नभई आफ्ना बाबुलाई राजकुमारीले भने, अहिले यसरी हतार मान्ने काम छैन, जबरजस्ती गर्न आउनेहरूलाई अक्कलबाट दबाउनै पर्छ। यति कुरा गरी ती राजकुमारीले एउटा फलफुल बेच्ने आइमाईको भेष बदली टोकरीमा राम्रा राम्रा फलफुल हाली साँझका समयमा ती सिपाहीहरू भेला भएका ठाउँमा फलफुल बेच्न गइन्। बिहान हुँदा ती सिपाहीहरू पाल लगाई बसेको ठाउँमा गई मोहनी लाग्ने किसिमले गीत गाई फलफुल देखाई बसिन्। आखिर ती आइमाईको गाना सुनेर मोहित भएका सिपाहीहरू धमाधम उनको चारैतर्फ झिङ्गाहरू भन्के जस्तै जम्मा हुन थाले। त्यो सिंहको मालिक सिपाही पनि ती आइमाई कहाँ उनको गानाले मोहित भएर आयो। त्यसै ताकमा ती राजकुमारीले आफ्नो नोकरलाई आँखाको इसारा गरे। अनि त्यो नोकरले आफ्नो मालिकनीको इसारा बमोजिम त्यो सिपाहीको सिङ चोर्न गयो। सिङ चोरेर ल्याएको देख्न साथ आफू पनि सुटुक्क गयो। त्यो सिङ राजकुमारीको हातमा पर्यो। त्यहाँ मन्त्रद्वारा प्रकट भएका सिपाहीहरूको नाम निशान रहेन। तीनैजना सिपाहीहरू रुखबाट ढलेका बाँदरहरू जस्तै भई त्यहीँ बसिरहे। जङ्गलमा त्यो रातो लुगा लागेको पुड्के मानिसले भेट्दा जुन अवस्था थियो त्यही अवस्था आयो। तीनैजना साथी एक ठाउँमा जम्मा भई सल्लाह गरे। त्यही यो निश्चय भयो कि सर्वप्रथम थैलीवाला सिपाही आफू अरू दुईजना साथीहरूसँग नबस्ने निधो गरे। यति कुरा निश्चय गरिसकेर थैलीवाला सिपाही दायाँतर्फको बाटो अघि लाग्यो। अरू दुईजना सिपाही बायाँतर्फको बाटो लागे। त्यो थैलीवाला सिपाही एक्लै जाँदा जाँदा पहिले उनीहरूले त्यो रातो लुगा लागेको मानिससँग भेटेको वनमा पुग्यो। रातको समय पनि भयो। दिनभर हिँडेको हुँदा थकाइ लागेर एउटा रुखमुन्तिर नै बास बस्यो। भोलिपल्ट आँखा खोली हेर्दा त्यो सिपाहीले आफू बास गरिरहेको रुखमा मनपर्ने किसिमका स्याउहरू फलेको देख्यो। पेटमा अति भोक लागेको हुँदा स्याउ टिपेर खाइरह्यो। तर उसलाई गजब लाग्यो पनि। उसले नाक असहज भएको महसुस गर्न थाल्यो। पछि नाकमा के भनेर हातले छामेर हेर्दा त सत्यनाश भएको उसले थाहा पायो। उसको नाक झन्झन लामो भइजाँदा त झन्डै उसको पेटसम्म आइसक्यो। नाक हल्लिरह्यो, लामो भएर आएकै थियो। अनि त्यो सिपाही चिच्चाइ चिच्चाइ रोएर करायो, ल अब मार्यो, अब यो नाक कतिसम्म बढ्दै जाने हो। तर नाक लामो हुन रोकिएन। नाक बढ्दै बढ्दै खोला जस्तै अगाडि गएर जङ्गलको टाढासम्म पुगिसक्यो।
उता उसका दुईजना साथीहरू बिहानदेखि जाँदा जाँदा समेकबस एक ठाउँमा पुगेपछि गजबको कुरा के भयो भने उनीहरूका खुट्टाका औँलामा कुनै चिजले ठक्कर लाग्यो। पहिले त उनीहरूले यो के चिज हो भनी केही विचार गर्न सकेनन्। पछि राम्रोसँग निहुरिएर केलाएर हेर्दा त्यो नाक नै हो भन्ने चाल पाए। कारण त्यो नाक वास्तवमा मासु जस्तै देखिन्थ्यो। यो त लामो नाक भएको व्यक्तिको हुनुपर्छ र यो नाक एकपटक हेर्नै पर्छ भनिकन ती दुईजना सिपाहीहरू त्यो नाकको पछि पछि जाँदा आखिर आफ्नै साथी चाहिँ नाक लामो भएको हुँदा हलचल गर्न नसकी अशक्त अवस्थामा पछारिएको भेट्टाए। दुवैजना सिपाहीले नाक लामो भएको साथीलाई उठाउन कोसिस गरे तर निष्फल भए। ती दुईजना सिपाही साथीहरू निराश भएर संसारै अन्धकार जस्तो ठानी कपाल ठोकी ठोकी रोए। तर असहायका लागि देवता सहायक हुन्छन्। त्यही पहिलेको रातो लुगा लाउने पुड्के मानिस कहाँ कहाँबाट त्यहाँ आइपुग्यो। अनि त्यो पुड्केले आश्वासन दिँदै भन्यो, ओहो साथीहरू, तिमीहरूलाई त आपत पो परेछ, तर तिमीहरूले केही धन्दा मान्नु पर्दैन, यसको एउटा औषधि छ। यति भनी त्यो पुड्के मानिसले सबै कुरा बतायो। यहाँबाट नजिकैको एउटा नासपतिको रुखबाट नासपति टिपेर ल्याऊ र त्यो नासपति उसलाई खुवाइदेऊ अनि उसको नाक पूर्ववत हुनेछ। पुनः त्यो रातो लुगा लाउने पुड्के मानिसले ती सिपाहीहरूलाई यसरी कुरा बतायो, ल हेर, मेरो कुरा तिमीले याद राख्ने गर। त्यही नासपति र स्याउ टिपेर राखी छोड। ती राजकुमारीलाई 2-4वटा स्याउ खान देऊ र उसको तमासा हेर। अनि आफ्ना आफ्ना हराएका वस्तुहरू फिर्ता दिन बाध्य गराई उनलाई निको पार्ने उपाय गर। यति कुरा त्यसले ती दुई सिपाहीहरूलाई सिकाइदियो। तिनैजना सिपाहीहरूले त्यो रातो लुगा लाउने पुड्के मानिसलाई धन्यवाद दिएर उसको ठुलो जय मनाए। त्यसपछि दुईजनाले त्यो लामो नाकवाला सिपाहीलाई, ल तिमी फलफुलको व्यापारी भई राजाको दरबारमा जाऊ र त्यहाँ यी स्याउहरू बेचेर आऊ भनी कुरा सिकाइदिए। साँच्चै नै लामो नाकवाला सिपाही टोकरीमा लोभिने किसिमका स्याउ हाली दरबारको ढोकामा उपस्थित हुन गयो। यी स्याउहरू राजकुमारीलाई मात्र चढाउन ल्याएको भनी उसले त्यहाँ कुरा सुनायो। कसैले त्यो छुन सकेन। राजकुमारीले ती स्याउहरू आफूले किनिन्। स्याउहरू मिठो भएको बयान गरेर साध्य थिएन। राजकुमारीले मात्र 12वटा स्याउ खाइन्। तर अफसोस, राजकुमारीलाई पनि नाक असजिलो भइहाल्यो। पछि नाकमा के भयो भने ऐनामा आफ्नो अनुहार हेर्दा नाक त लम्बिए हल्लिन थाल्यो। नाक बढ्दै जाँदा त झ्यालमा पुगेर फेरि झ्यालबाट बाहिर गई दरबारदेखि पनि बाहिर आइसक्यो। यो दुःखले पूर्ण अद्भुतको खबर सुनेर राजाको मनमा घाउ भयो। जसले त्यो रोग निको पार्न सक्छ उसलाई ठुलो पुरस्कार दिन्छु भनी राजाले घोषणा गरे। लामो नाकवाला सिपाहीले त्यही मौका हेरिराखेको थियो। लामो नाकवाला वैद्यराजको भेषमा आई राजाको अगाडि उपस्थित भयो र भन्यो, म त्यो रोग निको पार्न सक्छु। लामो नाकवाला सिपाही यस ताकाचङ्ख भएर निस्क्यो। पहिले त उसले त्यो साउ सानो सानो टुक्रा पारी राजकुमारीलाई खुवाइदियो। तर राजकुमारीको नाक झन लम्बियो, निको भएन। दिनभरि राजकुमारीलाई नाक लम्बी ऐया ऐया भनी कराउन लगाइराख्यो। फेरि पछि नासपति टुक्रा टुक्रा पारी राजकुमारीलाई खान दियो। त्यसले गर्दा राजकुमारीको नाक फेरि छुटिएर गयो। त्यसो गर्दा गर्दै कहिले नासपति खुवाउने त कहिले स्याउ दिने गरी नाकको खेल खेलेर त्यो समय बिताइरह्यो। रोग भने पूर्ण रूपले निको हुँदै भएन। आखिरमा राजकुमारी मैले औषधि गर्दा कति कैफियत तथा कसिङ्गर छ भन्ने विषयमा मन्त्रद्वारा थाहा पाइयो। राजकुमारीले कसैका वस्तुहरू चोरी वा खोसेर लिइराखेको पनि देखिन्छ। ती वस्तुहरू जसका हुन् उसैलाई फिर्ता गरिदिएमा रोग तुरुन्त निको भइजानेछ, नत्र निको पार्न असम्भव नै देखिन्छ भनी लम्बे नाकवाला सिपाहीले राजकुमारीलाई धम्की दियो। पहिले त राजकुमारीले होइन भनी टाउको हल्लाइन्। तर यो कुरा जब राजाले थाहा पाए, राजा आफै आई राजकुमारीलाई ती वस्तुहरू फिर्ता गरिदेऊ भनी आदेश गरे। आखिरमा राजकुमारीले आफू कायल भई ती 3वटा वस्तुहरू त्यही वैद्यको भेषमा आएको सिपाहीलाई दिई अनुरोध गरे, तपाईले नै फिर्ता गरिदिनुहोस्। त्यति भएपछि लामो नाकवाला सिपाहीले राजकुमारीलाई सिङ्गै नासपति खुवाइदियो। राजकुमारीको नाक पूर्ववत हिस्सी लाग्दोमा परिणत भयो। त्यसपछि त्यो लामो नाकवाला सिपाही मन्त्रको बलले तुरुन्तै फेरि आफ्ना साथीहरू भएका ठाउँमा पुग्यो। त्यस बेलादेखि ती 3जना साथीहरू सँगै बसेर सुखपूर्वक आफ्ना दिनहरू बिताइरहे।
एक समयको कुरा हो, दुईजना दाजुभाइ थिए। तिनीहरूको पिताको देहान्त भएको धेरै वर्ष भइसकेको थियो। तिनीहरूकी आमा मात्र थिइन्। तिनीहरू एक ठुलो घरमा आमासँग बसी कृषि कार्यमा लागेका थिए। ती दाजुभाइको स्वभाव धेरै नै फरक थियो। दाजु चाहिँ चलाक र उत्तिकै डरलाग्दो थियो। कालो भावना उसको मनमा पूर्ण थियो, तर भाइ चाहिँ सरल, सुशील र बुद्धिहीन थियो। पिताको देहान्तपछि दाजु चाहिँले घरको सबै व्यवहार चलाएको थियो, साथै आमा र भाइको पालन पोषण पनि आफैले गरिआएको थियो। भाइको सरल स्वभाव हुँदा दाजुले भाइबाट आफ्नो कार्यमा सहयोग पाएको रहन्छ। 2 वर्षपछि दाजुले आफू एक्लै भाइलाई पालिराख्न सक्दिन भनी मनमा केही कुरा सोच्यो र आफ्नो भाइलाई बोलाएर भन्यो, भाइ, अब उपरान्त म तिमीलाई त्यसै पालिराख्न सक्दिन। तिमी आफैले कमाई खाने काम गर, त्यसै बसेर हुँदैन। दाजुको यस्तो कुरा सुनि भाइ चाहिँलाई अप्ठ्यारो लाग्यो। आफ्नो हकको अंशभाग देऊ भनी त्यसले केही पनि बोल्न सकेन। अत आफूसँग जे जति चिजबिज र सरसामान थिए ती सबै लिई घरबाट निस्कन भनी आफ्नै आमासँग बिदा लिन गयो र भएको सबै बेहोरा पनि सुनायो। कान्छो छोरालाई त्यसरी अन्याय गरी घरबाट निष्कासन गर्न लागेको देखि आफ्नो जेठा छोरादेखि रिसाएर आमाले भनिन्, भइगयो, तिम्रो दाजुले तिमीमाथि दया माया नगरी निकाल्न लाग्यो भने म पनि तिमीसँग आउनेछु। त्यस निष्ठुर छोरासँग बस्न मलाई इच्छा छैन। भोलिपल्टको दिन बिहान सबेरै आमा र कान्छो छोरा दुवैजना साथमा भएका मालसामान र लुगाफाटो लिई घरबाट सरासर निस्के। जाँदा जाँदा तिनीहरू सहरदेखि बाहिर कोही मानिसको बास नभएको एकान्त पार्टीमा पुगे। त्यस पार्टीमा कोही व्यक्ति पनि नभएको हुँदा त्यसैमा तिनीहरू बास बसे। भोलिपल्ट बिहान सबेरै उठी नजिकैको एक जङ्गलमा गई रुख काटेर दाउराको भारी बनाई सोही जङ्गलको आसपासको सहरमा बेच्न थाले। यसरी दाउरा बेची बिक्रीबाट पाएको पैसा ल्याएर दिनहुँ आफ्नै आमालाई दिने गर्दथ्यो। त्यस प्रकारले दिनहुँ परिश्रम गरी दुवैजनाको पेटको समस्या हल गर्ने उपाय चल्थ्यो। यस्तै एक बिहान पूर्वबाट उठेर जङ्गलमा गई दाउराको भारी बनाई चारैतिर आँखा घुमाउँदा एक शून्य ठाउँमा अकस्मात त्यसले एउटा सिंहको ढुङ्गे मूर्ति देख्यो। त्यसको मनमा पक्का पनि यो सिंह यस वनको देवता हो, वन देवतालाई यथाशक्य केही चढाउनु पर्छ भन्ने भाव त्यसको मानसपटलमा उत्पत्ति भयो र दाउरा बेची प्राप्त भएको पैसाबाट 2वटा मैनबत्ती किन्यो। भोलिपल्ट बिहान त्यो सिंह भएको ठाउँमा पुगी सिंहको दायाँ बायाँ बत्ती बाली आफू सिंहको अगाडि भुइँमा झुकेर प्रार्थना गर्यो। अकस्मात त्यसलाई ताजुब लाग्ने गरी सिंहले भन्यो, तिमी को हौ, यहाँ किन आयौ? सिंहको कुरा सुनि त्यसले सिंहलाई पहिलेदेखिको आफ्नो सम्पूर्ण वृत्तान्त सुनायो। त्यसको त्यस्तो दयनीय अवस्था सुनि सिंहले त्यसलाई सल्लाह दियो, त्यसो भए भोलि एउटा बाल्टी लिए यहाँ आऊ, तिम्रो इच्छा पूर्ण गरिदिनेछु। ढुङ्गे सिंहले आफूमाथि दया माया तथा सहानुभूति प्रकट गरेकाले त्यो मानिस सिंहलाई धन्यवाद दिई दाउरा काट्न गयो। त्यसले दाउराको एक भारी तयार गरी सहरतिर बोकेर लग्यो। बजारमा दाउरा बेचेको पैसाले एउटा बाल्टी किन्यो अनि सिंहका अगाडि पुगी बिन्ती गर्यो, तपाईँको आज्ञा मुताबिक बाल्टी ल्याएको छु। सिंहले भन्यो, हुन्छ, अब तिमीले त्यो बाल्टी मेरो मुखको मुन्तिर थापिराख्नु, म त्यसमा सुनका डल्ला उकेलेर दिउँला। तर होस् गर, बाल्टी भरिन लागेमा तिमीले खबर गर्नुपर्छ, सुनको एक टुक्रा पनि भुइँमा खस्न दिनु हुँदैन। त्यस मानिसले भने बमोजिम बाल्टी थाप्दै रह्यो। सिंहले सुनका डल्लाहरू उकेलेर बाल्टीमा हालिदियो। बाल्टी भरिन लाग्न साथ त्यसले सिंहको सल्लाह अनुसार तुरन्त सूचना गर्यो। उसै बखत फेरि सुनका डल्ला आउन बन्द भयो। त्यो मानिस खुसी हुँदै सुनका डल्ला भएको बाल्टी बोकी छिटो छिटो आफ्नो घर गई आमालाई सबै विवरण सुनायो। सुनका डल्ला नै भएपछि तिनीहरूलाई अरू केको धन्दा हुन्थ्यो। तिनीहरूले एउटा ठुलो खेत किने, गाई भैँसी र बाख्री पनि किने। आफ्नै निमित्त एउटा घर पनि राम्ररी बनाई आनन्द साथ तिनीहरूले दिन व्यतीत गर्न लागे। तिनीहरू धनी भएको कुरा जेठो चाहिँ दाजुले चाल पायो। त्यसका मनमा तिनीहरू कसरी धनी भएर आए जान्नु पर्यो भन्ने विचार आयो र आफ्नो भाइको घरमा जाने इच्छा गर्यो।
एक जोर नयाँ लुगा पनि किनिदिन्छु भनी विचार गरेर आफ्नी पत्नीका साथ त्यो भाइको घरतिर गयो। त्यस बखत त्यसको भाइ खेतमा काम गरिरहेको थियो। आफ्नो जेठो छोरो आएको देख्न साथ आमा चाहिँले त्यसलाई सत्कार गरी खाना पनि खुवाई। साँझको समयमा भाइ चाहिँ खेतको कार्य समाप्त गरी घर फर्केर आउँदा आफूलाई निकालेर पठाउने आफ्नो दाजुलाई देखि मर्यादा साथ टोक्यो। आफूलाई धन सम्पत्ति प्राप्त भएको यथातथ्य कुराको विवरण पनि सुनायो। त्यसै दिनको राति पति पत्नी दुवै घरतिर फर्कन लाग्दा बाटैमा सल्लाह गरे। दाजु चाहिँले पनि भाइले गरे जस्तै उपाय गर्ने इच्छा प्रकट गर्यो। भोलिपल्ट बिहान हुनसाथ सहर गई बाल्नलाई मोमबत्ती र एक ठुलो बाल्टी किन्यो र आफ्नो भाइले बताए बमोजिम जङ्गलमा खोज्दै जाँदा त्यही ढुङ्गे सिंहको मूर्ति देख्यो र त्यसतिर गयो। सिंहको मूर्ति देख्न साथ भाइको भनाइ बमोजिम सिंहका दायाँ बायाँ मोमबत्ती बाली सिंहका अगाडि झुकी स्तुति गर्यो। सिंहले त्यसलाई देख्न साथ प्रश्न गर्यो, तिमी को हौ, कहाँबाट आएका हौ? सिंहको प्रश्नको जवाफमा त्यसले भन्यो, म अस्ति मात्र सुनका डल्ला थापी लैजानेको दाजु हुँ। भाइले बताए अनुसार आफूलाई पनि धन माग्न यहाँ उपस्थित भएको छु। त्यो कुरा सुनि सिंहले त्यसलाई भन्यो, त्यसो भए त्यो तिमीले ल्याएको बाल्टी मेरो मुखको मुनतिर थापिराख, म सुनका डल्लाहरू उकेलेर दिन्छु। तर सुन भरिने बेलामा तिमीले मलाई खबर गर्नुपर्छ। एक टुक्रा सुन भुइँमा खस्यो भने राम्रो हुने छैन। त्यस मानिसले खुब उत्सुक भई सिंहले भने जस्तै बाल्टी सिंहको मुख मुनतिर थाप्यो। सिंहले त्यसमा सुनका डल्ला उकेलिदियो। तर लोभवश त्यसले बाल्टी सुनले भरिन लाग्दा लाग्दै पनि बाल्टी हल्लाइ हल्लाइ धेरै सुन भराउन भनी हेरिरहँदा बाल्टी भरिएर आएको त्यसले होस नपाई सुनको एक डल्लो जमिनमा खस्यो। सुनको डल्लो भुइँमा खसेको ज्ञान हुनसाथ सिंहले सुनका डल्ला उकेलेर दिन रोक्यो। अनि सिंहले गर्जेर त्यस लोभीलाई भन्यो, मेरो घाँटीमा सुनको एक टुक्रो अड्केको छ, तिमी आफ्नो हात भित्र पसाई त्यो टुक्रो झिकिदेऊ। दाजु चाहिँले फेरि अरू बढ्ता सुनका टुक्रा प्राप्त गर्ने लोभले सिंहको मुखभित्र हात पसाल्न मात्र लागेथ्यो। सिंहले आफ्नो मुख बेसरी बन्द गरेर त्यसको हात टोकिराख्यो। त्यसले आफ्नो हात हल्लाउन सकेन। त्यसले यो हात झिक्न धेरै प्रयत्न पनि गर्यो, तर निष्फल भयो। त्यसको परिणाम स्वरूप सिंह पूर्ववत ढुङ्गे मूर्ति जस्तो भयो। त्यस लोभीले आफ्नो बाल्टी हेर्दा त्यसमा सुनका टुक्राको बदला ढुङ्गा र माटो मात्र भरिएको देख्यो। साँझ भइसक्दा पनि आफ्नो पति फर्केर नआएपछि स्वास्नीको मनमा अनेक तर्क वितर्क भइरह्यो। अन्त्यमा त्यसकी स्वास्नी आफै वनमा खोज्दै जाँदाखेरि आफ्नो पतिको त्यस्तो दुरावस्था देखि त्यसलाई देख्न साथ त्यस लोभीले भन्यो, ओहो प्रिय पत्नी, मलाई आपत परिराखेको छ। मैले सिंहको मुखमा सुनको टुक्रा झिक्न हात हालिराखेको बेलामै सिंहले मेरो हात टोकिराखेको छ। आफ्नो पतिको यस्तो हालत देखि त्यो आइमै त्यहाँ कति रोई कति कराई, तर केही लागेन। सिंह ढुङ्गाको सिंह भइराख्यो। आखिर केही नलागी त्यो आइमै त्यसै घरतिर फर्के। तब दिनहुँ आफूसँग भएको खाद्य पदार्थ तयार गरी आफ्नो पति कहाँ गएर खुवाउने गरी, परन्तु कर्मशः स्वास्नीको हालत खराब हुँदै गयो। आफूले कमाई खाने शक्ति पनि क्षीण भएर गयो। घरका सबै चिजबिज खर्च गर्न ऊ बाध्य भए। बालबच्चाहरू पनि खान नपाउँदा दुब्लाउँदै गए। आखिर त्यो आइमै आफै बिरामी हुँदा आफ्नो पतिलाई खुवाउनलाई त्यससँग केही पनि बचेन। अन्ततः बहुतै निराश भएर त्यस जङ्गलमा आफ्नो पतिलाई दुःखको कहानी सुनाउन लागे। जीविकाका निमित्त मैले बाध्य भएर घरका सबै चिजबिज बेचिसकेँ। अब हामी मर्नु नै जाति देखिन्छ। त्यसै समयमा सिंहलाई त्यो कुरा सुनेर हाँसो लाग्यो र हा गरी हाँस्यो। तब त्यो सिंहको मुख केही खोलियो। तत्पश्चात त्यस लोभी मानिसले झटपट आफ्नो हात सिंहको मुखबाट झिक्यो। पति पत्नी दुवै त्यस ठाउँबाट छिट्टै भागे। आफ्ना बालबच्चाहरू सबै साथमा लिए ती दुवै पति पत्नीले आफ्नो भाइ कहाँ गई आफूहरूलाई परेको सबै हाल सुनाई उसबाट आर्थिक सहायता मागे। भाइ चाहिँले सिकाए जस्तो नगरी लोभ लालचमा परेको हुँदा दाजुले आफै आई दुःख प्रकट गरेकोले अघि जेसुकै भएको भए पनि दाजुको नाताले खानलाई पुग्ने हिसाबले केही खेत खरिद गरिदियो। अघि गरिब अवस्थामा परेको भाइ अब धनाढ्य भई सुखपूर्वक खाइबस्न पायो। पहिलेको धनाढ्य र घमण्डी दाजु चाहिँ अब गरिब भई जीवन व्यतीत गर्न कर लाग्यो। धन्यवाद।
साथीहरू, तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लागेमा हाम्रो यस नेपाली दन्त्यकथा युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला।